यो त देउबा बोल्या होइन, शक्ति बोल्या हो। शक्ति देउबाको मुखबाट बोल्या हो। देउबा त यहाँबाट हार खाएर भागेर हिँडे हो। अब त्यो भागेर हिँडेको, त्यत्रो नोटहरू बिग्रिएको, त्यो करप्सनका यत्रा भएको, श्रीमती अझै पनि आउन नसकेको, राज्यले गरेका छानबिनको यो देख्दाखेरि र त्यो स्वागत देख्दाखेरि के चाहिँ देख्न जन्मिएर छ। म जे आउँछ मजाले पचाउँछ। हेरो केटोले, हेरो बोधराजले फेरि पनि देखो। देउबा किन आगो भए? उनी किन शक्ति पलाए? एउटा कुरो चाहिँ के छ भनेदेखि उनले उत्तर के हिमाल तराई मिलाए, उत्तर पश्चिम मिलो, कोटेश्वरको छिमेकीलाई बाट उनीहरूलाई शक्ति त्यहीँबाट उनी हङकङ बसेर त्यो मिलाएर आयो। नमिलेको भए उनी आउने घोषणा नि गर्दैन थिए र यहाँ बादरबाट पनि त्यही बोल्नु। अब भोलि फेरि सेरचण्ड ओली भन्दाखेरि बोधराजले भन्दा बिक्री हुन्छ। कस्तो कुरो गरे भोलि? अब आज शेरबहादुर दाइ 6 महिना पछाडि आएको धुनुकारी भेट्न जाँदैन, गिरिबन्धुको भेटघाट हुँदैन, अनि 3 जना बसेर गरी के भने पछाडि अब सबैले नेता मानेर लिएर जान्छन्। गणेश मनलाई माने वाम मोर्चा जस्तो हेर्नुहोस् है। अब संयुक्त वाम मोर्चा थियो नि त पहिला, र नेपाली काङ्ग्रेस र संयुक्त वाम मोर्चाको आह्वानमा भने जस्तो पुराना भर्सेस नयाँ, यो हिसाबले अब उनीहरूको त्यो अगाडि बढ्छ। शेरबहादुरले अब यही आजको जोसैसहित भोलि पनि जोस, पर्सि नि जोस हुन थाल्यो भनेदेखि यसको प्रत्युत्तात्मक रूपमा नेपाली जनता छोराहरूले सडकमा भएको मतबाट रासोपाको मत घटेर जान्छ। र रासोपाले काम गर्नु सक्दैन भने रासोपाले कस्तो कुरो गरे तपाईँले? देउबा यसरी बोल्दैमा आउँदैमा के फरक पर्छ र? त्यो नहेर्नुहोस् क्या तपाईँले। यिनीहरूसँग क्षमतै त्यही हो, केही यिनीहरूसँग चाहिँ रहेनछ, उसँग त देखियो। यतिसम्म लज्जास्पद साथीभाइको अगाडि मुत्याउन नसके मान्छेको आजको हुङ्कार हेर्नुहोस्। होइन त्यो बेला पीडा थियो, कुटाइ खाएका थिए। तपाईँको कुरा नगर्नुहोस्। जति बेला शक्ति निस्तेज हुन्छ, शक्तिहीन भएको बेला मान्छे लुत्रुक्क पर्छ। कुनै पनि चिजको शक्ति कमजोर भएका बेला लुत्रुक्क पर्ने हो। जसले शक्ति आर्जन गर्छ नि त्यो लुत्रुक्क पर्दैन। ए बाबा केपी खनाल जस्तो मान्छे कसैले च्याप्प समातेर ट्याप्प टिपेर खाटबाट उचालेर झ्यालमा राखिदिन सकिने क्षमता भएको मान्छेले बढ्ता बोल्यो होइन जाय दिन्छु नि भोट बढी भए पछाडि भने होइन। पुलिस आएको देख्ने बित्तिकै भाग्ने खगेन्द्र सुनवार हिजो पुलिसकै आइजिबीलाई अगाडि राखेर ड्रेस फुकाल भनेर भने सुन्नु भएन? मान्छेलाई शक्तिले घमण्ड र अब उच्च बोल्न सक्ने क्षमता बनाउँछ। देउबासँग त के शक्ति छ र? त्यही जनसमाजसँग अगाडि बोले त्यति त हो। ए बाबा यो नेपालको शक्ति त हुँदैन नि। काङ्ग्रेस पनि पुरै छैन अहिले त। आएकोमा त्यहाँ आदि मिसिया जति त अहिले क्या अन्य नेपाली काङ्ग्रेसलाई गगन विरोधी प्लस